गाइजहरु स्वागत छ मेरो न्यू भिडियोमा। आज चाहिँ हाम्रो फर्मको पोखरी सफा गर्ने कार्यक्रम भइरहेछ। यहाँ यी केटाहरूले पानी फाल्दैछन्। यहाँ देवताको बच्चाहरू टन्नै रहेछ। अस्ति माछा टन्नै मरेको थियो, त्यही भएर आज सफा गर्ने कार्यक्रम भइरहेछ। यहाँ केटाहरू हेरौँ। यी भाइ त्यो फालेर सकिसक्यो। यहाँ ऊ तिमी नि बरु लाग्यो एउटा बाल्टी लिएर। यस्तो मेहनत गरेको अब केटाहरूको भिडियो बनाइदिनु पऱ्यो भने होइन। यो हाम्रो केटोलाई गाड्नु है अस्ति भन्ने माथि माथिमा ऊ आए आए निस्क्यो। यता पुरै खोइ कहाँ त्योबाटै निस्किहाल्छ नि। जति पानी भएकै जान्छ। यो ग्यास केमा राख्नु? अन्त छ त्यति हो खाँदैछ अब आयो पानी। अघि आइरहेको पानी चाहिँ बिगार्छ होइन। एउटा मात्रै आइरहेको अघिको त अर्को पनि नआएको पानी गएको चाहिँ यहाँ त्यहाँ केटा झिकेपछि यो हिलो सबै झिक्नुपर्छ, नभए हुँदैन केटा। जाऊ दादा लिएर माछा सँगै फाल्छ केटा अदुल्लोमा। माछा चाहिँ हेर खनाउने बेला अब त आउँछ माछा। भित्रको झार पनि नक्क कोदालो ल्याप्प त्यो काटिनु पर्छ क्या। कुन भित्रको झारलाई भत्किन्छ भाइ। लेउ लेउ चाहिँ यस्तो झारे चुहाल्दै पनि हुन्छ। ए सर्प त छैन होला नि यहाँ। के थाहा उयो हुनसक्छ है। गोगनहरू हुन्छ फेरि पानी सर्प हुन्छ फेरि सिलिलिलि यता त हुँदैन। कहाँ हुँदैन नि उगाउनु त पोहोर चाहिँ आएको थियो नि एउटा। अनि उसले डाँड भाँची त्यो किन ऊ सर्प ओइ माछा ओइ माछा बिस्तारै छ माछा। ए डराएको राणा पनि टोक्यो माछा नि। डराउँदो रहेछ सुल्तान कति डर लाग्छ। जे कुरा पनि डर पोकै हो कि खान त डराउँदो रहेछ झन् अड्किनु साह्रै गएको थियो। मैले धेरै डराउँथेँ। अझ मैले ल्याएर 2-4 चोटि खाएछु नि बल्ल अलिकति खाने भए।
पल्टिन खोजिरहेको क्या ए अनि त्यस्तो दुल्दै दुल्छ अनि के हिलो चाहिँ भन न के बोल्न नि जान्दैन यार हिलो ए माछा भन्दा धेरै मान्छे छ यो हो हाम्रो असला जातको माछा अब त छैन होला माछा त्यो हिलो अब सर्लक्क निकाल्नुपर्छ केटा हो अनि मात्रै पानी भर्नुपर्छ ल त्यो हिलोमा हेर न सक्यो अब त्यो बिहागोताको बच्चा नि मर्छ यार अब चाहिँ पहिला त्यो हिलोसँगै उठाएर फालिदिनुपर्छ साबेल त अस्ति भाँचेर छैन त्यसले उठिहाल्छ नि बाल्टीले त्यो भाइ त्यो लेदो हो उठिहाल्छ नि सानो बच्चा ठ्याक्कै हुन्छ नि पछि छोराछोरी जन्माएपछि ल्याउ ल यहाँ चट्टमा बनाइ अब त जनै पनि अब यस्तोमा पौडी खेली जन्मिन्छ अब त पुरै सोलु खोलामा पौडी खेली जन्मिन्छ राम्रो राम्रो सबै गइहाल्यो नराम्रो त बाँकी माकुरी यस्तो छ पानी धेरै हालेछ नि हो रे माकुरी के ल्याउनु भएन त भएन त्यो ऊ झ्याबेल देऊ न कोट्टाउने स्वादै आएन ठिक छ त
पोखरी सफा गरिसकेका छौँ। यहाँको हिलो निकालिसकेका छौँ। अब चट्ट लगाएर यसमा पानी भर्नुपर्ने हुन्छ अनि माछा हाल्नुपर्ने हुन्छ। आजको मौसम चाहिँ बवाल छ है, फेरि यस्तो छ यस्तो छ। आजको मौसम चाहिँ बवाल छ गाइजहरु, बवाल। काम लागिरहेछ, माथि माथि बादल देखिरहेछ। यता पारीको सल्लेरियो होइन। यहाँ चाहिँ हाम्रो फर्म छ अनि हाम्रो फर्ममा अहिले फुलहरु मस्त फुलिरहेछन्, मस्त छन्, मस्त मस्त फुलै फुल छ अहिले त हाम्रो फर्ममै। जहाँ पनि फुल, जता हेरिने फुल होइन। हाम्रो पोखरी यस्तो छ, यतिको गहिरो छ होइन। हाम्रो पोखरीमा एउटा सानो गार्डन छ, त्यसमा यहाँ पोखरी पनि छ गार्डनमा, त्यही भएर यस्तो छ। चाहिँ यो चाहिँ यति रहेछ, अस्ति धेरै मऱ्यो अलिकति पानी फोहोर भएर। कति 30-40वटा मऱ्यो, यहाँ कति 40-45वटा छ अरे भन्दै थियो हाम्रो भाइले। कतिवटा छ, अस्ति धेरै मऱ्यो। यति रहेछ अहिले चाहिँ पोखरी चाहिँ यतिको सुकेछ होइन। 1 घन्टा जति सुकाउन लाग्यो, त्यही भएर यति जति सुकाएछ। अब चाहिँ यो सुधा पानी हाल्नुपर्ने हुन्छ फेरि, त्यसपछि माछा हालिहाल्नुपर्छ। बडे नभए मर्छ बाल्टीमा राखेर होइन। अब यसमा चाहिँ चट्ट लगाएर पानी हालिदिउँ, पानी भर्नुपर्छ होइन। यसरी हाल्नुपर्छ। अनि चाहिँ अलि माटो त उड्दो रहेछ, उड्नु त धमिलो हुन्छ क्या हो, के छैन। अब ल अब चाहिँ माछा हालिदिनु पर्ने हुन्छ होइन। यी माछाहरू अक्सिजन कम भएर माथि माथि आइसकेछन्। यो अस्ति नै मरेको, फेरि त्यही माथि मऱ्यो भने त बिजोग हुन्छ। यो चाहिँ असला जातको माछा हो, सोको लागि पालेको होइन। माछा त यो चाहिँ मैले ट्याक्क सोको लागि राखेको माछा हो। अब चाहिँ यिनीहरू हालेन भने मर्छन् है। यस्तो भइसकेछन्, समाउँदा नि हातमै आउने होइन। माछा बाल्टीमा राखेको 1.5 घन्टाभन्दा धेरै भइसक्यो होइन। किन अक्सिजनको कमी नहोस् र। खनाइदियो भनेको धेरै पानी हालेछन् र केटाहरूले। पल्टिरहेको थियो, कुद्न थालेछ फेरि। यस्तो छ नि यो पोखरी। सफा गर्न छौँ, सफा गरेको हो। माटो फल्दैको। अब यो सफा हुन अलि साङ्लो हुन, पानी साङ्लो हुन भोलिसम्म टाइम लाग्छ होला। पानी त्यति फोहोर त छैन, सँगै छ। तर मौसम चाहिँ आजको बवाल छ गाइजहरु। यता आएर पनि छ, बजार लानको लागि तयार पारेको छ। आजको भिडियो यही इन गर्नुपर्ने हुन्छ। आजलाई भिडियो यति नै। अर्को भिडियोमा भेटौँला है त गाइजहरु।